नमस्कार साथीहरू, आज म तपाईहरूलाई मलेसियाको एउटा प्रतिष्ठित औद्योगिक कम्पनीमा आएको नयाँ रोजगारीको अवसरबारे विस्तृत जानकारी दिन गइरहेको छु। अहिले मलेसियाको एसिया फोम प्रोडक्ट्स कम्पनीको लागि नेपाली कामदारहरूको ठूलो माग आएको छ। यो कम्पनी मलेसियाको मेलाका राज्यको जसिन भन्ने ठाउँमा अवस्थित छ। यो एक स्थापित उद्योग हो जसले विभिन्न प्रकारका फोम, रबरका सामग्रीहरू र प्याकेजिङका सामानहरू उत्पादन गर्ने गर्दछ। अब कुरा गरौँ यस कम्पनीमा तपाईले के काम गर्नुपर्छ भन्ने बारेमा। यस कम्पनीमा तपाईले साधारण कामदार अर्थात् फ्याक्ट्री वर्करको रूपमा काम गर्नुपर्ने हुन्छ। मुख्यतया मेसिनबाट निस्किएका फोमका सामानहरू मिलाउने, तिनलाई गुणस्तर अनुसार छुट्याउने, तयारी सामानहरूलाई सुरक्षित रूपमा प्याक गर्ने र गोदाममा व्यवस्थित गर्ने जस्ता कार्यहरू यस अन्तर्गत पर्दछन्। साथै कच्चा पदार्थहरू ओसार पसार गर्ने र उत्पादन क्षेत्रको सरसफाइमा सहयोग गर्ने काम पनि गर्नुपर्ने हुन सक्छ। यो काम धेरै जटिल नभएकोले साधारण लेखपढ गर्न जान्ने जो कोहीले पनि सजिलै सिक्न र गर्न सक्नुहुन्छ। सेवा र सुविधाको कुरा गर्दा यस कम्पनीमा मासिक आधारभूत तलब 1700 मलेसियन रिङ्गिट तोकिएको छ। यो नेपाली रुपियाँमा झन्डै 50,000 भन्दा बढी हुन आउँछ। यसका साथै नियम अनुसार थप समय काम गरेमा ओभरटाइम सुविधा पनि प्राप्त हुनेछ। यो माग विशेष गरी पुरुष कामदारहरूका लागि मात्र हो। जम्मा 56 जनाको कोटा स्वीकृत भएकोमा अहिले 47 सिट खाली रहेको छ। त्यसैले इच्छुक साथीहरूले ढिलो नगरी आवेदन दिनुहोला। कम्पनीसँगको सम्झौता अवधि सुरुमा 2 वर्षको रहनेछ। अन्तमा सबैभन्दा महत्त्वपूर्ण जानकारी, यस कम्पनीको लागि अन्तिम अन्तर्वार्ता यही सन् 2026 अप्रिल महिनाको 12 तारिकका दिन बिहान 11 बजे तय गरिएको छ। अन्तर्वार्ता काठमाडौँको पानी पोखरीमा रहेको जब सर्च प्राइभेट लिमिटेडको कार्यालयमा हुनेछ। यदि तपाईँ मलेसियामा एउटा राम्रो उत्पादनमूलक कम्पनीमा काम गर्न चाहनुहुन्छ भने यो तपाईँको लागि सुनौलो मौका हो। थप विवरणका लागि तपाईँले जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा छापिएको विज्ञापन हेर्न सक्नुहुन्छ वा सिधै म्यान पावर कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै उपयोगी जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।